अभी मजा आएगा ना भिड़ो। हे सरस्वती माता, आज हाम्रो एससी को रिजल्ट आउँदैछ। हाम्रो रक्षा गर्नुहोस् माता, हाम्रो रक्षा गर्नुहोस्। हामीले एक्जाममा धेरै नै मेहनत गरेर चिट चोरेको छौँ माता, त्यसैले हामीलाई पास गरिदिनुहोस्। हामीलाई A+, B+ केही चाहिन्न माता, पास गरिदिए पुग्छ। हामीले तपाईँको लागि 2 केजी लड्डु, 4 प्लेट पानीपुरी, 100 को चटपटे अनि 1 जम्बो कोक पनि लिएको छौँ माता। प्लिज हामीलाई जसरी नै पास गरिदिनुहोस्। ओइ ठगहरू, सरस्वती माताले कहिलेदेखि पानीपुरी र चटपटे खान थाल्नुभयो? भगवानलाई चुना लाउँछस्? त मोटी चुप लागेर बस है, धेरै नबोल। सधैँभरि लड्डु र फलफुल मात्र खाएर भगवानलाई दिक्क लाग्दैन? त सधैँ लड्डु खाएर बस्न सक्छस्? भयो भयो, धेरै ज्ञान नपेल। त्यो पानीपुरी र चटपटे कसको पेटमा जान्छ राम्रोसँग थाहा छ हामीलाई। अच्छा, जसको पेटमा गए नै तिमीहरूको पेटमा चाहिँ जान दिन्न, बुझेस्? नदे त नदे, हामीलाई खानु नै छैन तेरो कुहिएको चटपटे। त्यस्तो नभन्न यार, भोक लागिरहेछ के मलाई। मलाई चाहिँ कति भोक लाग्छ हौ? अघि 1 घण्टा अगाडि खाएको होइन 2 प्लेट मोमो? त्यही त भन्दैछु नि, मोमो खाएको 1 घण्टा भइसक्यो। मलाई त हरेक आधी घण्टामा केही न केही खानु पर्छ, नत्र हात काम्न थाल्छ। त्यसो भए ला मेरो मासु खा, खान्छस्? यस्तो काँचो मासु कसरी खानु? पकाएर दिन अनि खान्छु। ओइ केटीहरू, तिमीहरूलाई डर लागेको छैन? रिजल्ट आउन लाग्यो त। यो पढन्दासहरूलाई के को डर? यिनीहरूले त सपनामा पनि पढेकै देख्छ होला। तेरो बाउले भन्छ डर त हामीलाई पो छ त। ओइ मोटी सुन्न, तेरो A+ आयो भने अलिकति तेरो GPA मलाई सापटी देन ल। म 11 क्लासमा फिर्ता गर्छु, मम्मी कसम। अबे साले, ल यो त रिजल्ट नहेरी नै बौलाइ सकेछ। एकछिन पर्खिन केटा, रिजल्ट आउन दे, त्यसपछि बौलाउनु। हेलो हेलो बाबु, कस्तो भयो रिजल्ट? कति आयो GPA? रिजल्ट हेरेको छैन अङ्कल, टाइम भएको छैन। 1 मिनेट, तपाईँ चाहिँ को बोल्नु भएको नि? मलाई चिनेनौ तिमीले? म तिम्रो बाबाको, दिदीको, फुपूको, दाजुको, सालीको, भेनाको, ज्वाइँको, मम्मीको, छोराको, परको आफन्त के? कस्तो नचिनेको? ल्या तलाई। यो रिजल्टको बेला आफन्तहरू कहाँबाट प्रकट हुन्छन् यार? यस्तै हो आफन्त भनेको। हामीलाई पढ्दा चाहिँ मरि गए फोन उठाउँदैनन्, बरु लास्टले फोन उठाउला, यिनीहरूले उठाउँदैनन्। अनि रिजल्टको बेला चाहिँ फोन नम्बर खोताली खोताली कल गर्छन् मुर्दारहरू। बात त सही है। सबलाई एक ठाउँमा राखेर झ्याम हान्नु पर्ने सिस्नु पानीले। उफ, गर्मी भइसक्यो हौ, कतिखेर आउँछ रिजल्ट? 10 बजे आउँछ भन्दै थियो रुटिन अफ नेपाल बन्दले त। अहिले कति बज्यो हेर त? अहिले 9:55 भएछ। अझै 5 मिनेट बाँकी रहेछ। हिन खाजा खाएर आम। ओइ मोटी, कति खान्छस् हौ? कति खान्छस्? यसले त पछि आफ्नो बुढालाई पनि खान्छ होला। खान्छु, त जस्तो बुढा पाए भने चाहिँ पक्कै खान्छु। म जस्तो त पाउँदैनस् बहिनी, म सिंगल पिस हो। किन? त गन्जीको सट्टा ब्रा लगाएर हिँड्छस् र? ओइ मोटी, बढी बोलेको हो त? सुरु कसले गरेको? गाइस 10 बज्यो गाइस, 10